Hey, welcome back to my blog. सबैलाई म स्वागत गर्छु। ओके, हामी चाहिँ अनि आज ब्लग यो चाहिँ अनि कभर ब्लग भनौँ न। अब यसमा चाहिँ भोइस ओभर गरेको छु मैले। अनि पुरानो अनि भिडियोमा यसमा चाहिँ पुरा अनि ब्याकग्राउन्ड म्युजिक चाहिँ अनि कपिराइट हान्ने डर भएको कारण आज मैले चाहिँ अनि यसमा चाहिँ अनि भोइस ओभर गर्दैछु है साथीहरू। अनि म हल्का अनि यो बाटोहरूको ठाउँहरूको नि हल्का हिस्ट्री भनिदिनु पर्यो क्या। अनि यो ठाउँमा चाहिँ अनि प्रायः हामी यो ठाउँ चाहिँ अनि टक्कदेखि हल्का मुनि हो है। यो चाहिँ अनि बर्गाछी के भन्छ हौ थाहा भएन, त्यहाँ निस्किन्छ क्या यो बजारमा। अनि यो बजार निस्किने बाटो हो। अनि पहिले यतिको डेभलप थिएन, धेरै दिन पछाडि हामी गएको कारण हल्का डेभलप भएछ। किन भन्दा चाहिँ रङ्गली नगरपालिका भरेको कारण होला है त। अनि हुन्छ अनि यसको हिस्ट्री हल्का भनिदिनु पर्यो। यो ठाउँहरूमा चाहिँ हामी केटाकेटीहरू हुँदा चाहिँ पुरा अनि के भने चरा हान्ने, गेट तन्काउने, घरमा ढुङ्गा झारिदिने जस्तो हामी कामहरू भयो जानेर होइन अन्जानमा भयो है त्यो समयमा केटाकेटी हुँदाखेरि। अनि त्यतिखेरको उमेरहरू आज सम्झिँदाखेरि वाहियात लाग्छ। तर जे भए पनि हल्का अनि रिमेम्बर एकदम सम्झनाको लागि चाहिँ अनि पुरा खुसी नै लाग्छ है। अनि साथीहरूसँग थियो त्यो समय रमाइलो थियो। अहिले त्यस्तो समयहरू छैन, हामी आफ्नै दुनियाँमा छ, सबैजना आफ्नैमा छ है। अनि आजभोलि त्यस्तो के भनौँ न, पहिलेको जस्तो समय अनि मौसमहरू नै छैन। तर हल्का आजभोलिहरू चाहिँ हाम्रो आफ्नो लाइफ छ, किनकि यो भिडियो पनि अनि 6 वर्ष भइसकेछ मैले भिडियोलाई अपलोड गरेको फेसबुकमा। आज चाहिँ म यसलाई अनि युट्युबमा हाल्दैछु। अनि हामी चाहिँ यो चाहिँ हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ तराईको खेतीयोग्य जमिनहरू। यहाँ चाहिँ अनि असारको समय हो, एकदमै पानी परेको थियो है त त्यतिखेर। अनि अहिले चाहिँ अनि पुरा अनि धान सान रोप्ने तयारीमा, अनि कति ठाउँ रोपिएको छ, रोप्दै गरेको अवस्था पनि हो। अनि यो चाहिँ अनि हामी चाहिँ पुरा दाइको बाइक लिएर गयौँ। अनि चाबी हराएर पुरा ट्याङ्की नै फोड्नु पर्यो नि त, हल्का दुःख नमान्ने। तपाईँलाई कस्तो लाग्यो यो ठाउँ कमेन्ट गर्न सक्नुहुन्छ है साथीहरू हो। अनि हामी चाहिँ पुरा लङ ड्राइभ थियो। लगभग हामीलाई यहाँ रङ्गेली पुग्नलाई सायद हामीलाई लाग्यो होला 1.5-2 घन्टा। किन भन्दाखेरि यो भिडियो बनाउनुभन्दा अगाडि हामी अर्कै बाटोमा पुगेको थियौँ माथि, जुनमा चाहिँ अनि बाटो पुरा बन्दै रहेछ, ब्लक थियो। अनि हामी बाटो अनि घुराएर अर्को बाटो वेमा आयौँ, नत्र हाम्रो अर्को बाटो थियो। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ डबल वे बन्दैछ पुरा। अनि यो ठाउँहरू हेर्न सक्नुहुन्छ। राईगाउँको राईटोलको दिदी बहिनीहरू भाइहरूलाई त थाहा पनि होला यो ठाउँ कतिचोटि हिँड्यौँ भनेर होइन। यो साइटहरूमा के भन्नु, त्यो खेला पुरा सुँगुर पाल्थ्यौँ। अनि अहिले पनि पाल्छ कतिजनाले। अनि यो बाटोदेखि त सुँगुरको चारो बोक्दाखेरि पाएको दुःखहरू आफ्नो सब भोगैहरू है, धेरै दुःख थियो। अनि हामीले यो बाटोहरूमा पनि काम गऱ्यौँ है त। हामी चाहिँ अनि पुरा हाम्रो टिमहरू चाहिँ अनि हाम्रो साथीहरू छ होइन, हाम्रो ऋषिदेव फ्रेन्डहरू छ केटाहरू, उनीहरू पनि हामी योसँग पुरा आइकन यता काम गर्थ्यौँ। यो बाटोहरू बनाउँदा हाम्रो साथीहरू थियो। अनि अहिले चाहिँ साथीहरू आफ्नो बाटोमा छ, आफ्नो ठाउँहरूमा छ। अहिले म चाहिँ पाहाडतिर छु, साथीहरू चाहिँ तराईतिर छन्। अनि आफ्नो बाटो छ, कतिले बिहे गरेर बच्चा पारिसक्यो, हामी भने चाहिँ यस्तै बसिराखेको छौँ है त। भोइस ओभर कस्तो लाग्यो है, मलाई चाहिँ ल्याङ लागिरहेछ आफ्नै भोइस ओभर गर्दै गर्दा। मन पर्यो भने अब इम्प्रुभ गर्नु छ भने केही सल्लाह दिनुहोस्, कमेन्ट गर्नुहोस्। अनि यो चाहिँ मेन रङ्गेलीको चोक मन्दिर ठाउँ हो है। यहाँदेखि तलपट्टि चाहिँ क्याम्पस छ। कस्तो लाग्यो तपाईँहरूले रङ्गेली, नेपालको सबैभन्दा पुरानो सहर अनि भनेर यहाँ दाजुले मलाई भन्नुभयो। अनि हेर्नुहोस्, तर पनि यो ठाउँ अलिक पछाडि पर्यो डेभलप हुनलाई। यो नि सही ठाउँमा नपरेको कारण विराटनगर, धरान
इटारीले यसलाई फलाप हानिसक्यो, तर पनि अहिले यो बिस्तारै अपडेट हुँदैछ हल्का फुल्का है त। लु साथीहरू, आजको भिडियो यति नै, आज छुटौँ। अनि अरू भिडियोहरूमा तपाईँहरूले लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, सबैभन्दा अनि भन्न चाहन्छु मलाई हेल्प गर्नुहोस्, सपोर्ट